अब फेरि हाम्रो अर्को रेसिपी के आयो भने पनिरको। आज पनिर, आलु र राईको साग त्यसमा हालेर आज हामी पनिर तरकारी पकाउन गइरहेका छौँ। आज पनिरको हाम्रो सब्जी हो। आजको ब्लग भनेको यो हाम्रो पनिर। अब यसलाई हामीले पिस पिसमा काटिसकेछौँ। अब एकछिनमा यसलाई तेलमा फ्राई गर्छौँ। त्यसपछि यसलाई फ्राई गरेर त्यसपछि मसलाहरू बनाएर अनि त्यसपछि पनिर तरकारी बनाउने हो हामी। भने पनिर फ्राई हुँदैछ। पनिर फ्राई भएपछि त्यसपछि हामी के गर्छौँ भने यसमा आलु छ, आलु पनि तास्ने काम हुन्छ। आलु पाकिसकेको छ, अब तासेर त्यसलाई पनि पिस पिस बनाएर अनि यसपछि यहाँ हाम्रो मसला पनि रेडी हुँदैछ। मसलाहरू रेडी भइरहेछ हाम्रो। यहाँ पनि अरू पनिरहरू हाम्रो बाँकी छ, बिस्तारै तार्दै जाने भइसकेको छ। फर्स्ट पार्ट हामीले फ्राई गरिसकेको छ र अब सेकेन्ड पार्ट यहाँ हाम्रो तेलमा फ्राई भइरहेछ। यस्तै फ्राई गरेपछि हाम्रो अब के काम छ भने आलु तास्ने। आलु तासेपछि यहाँ हाम्रो मसला पनि रेडी हुँदैछ, पनि फ्राई हुँदैछ। आलु पनि लगभग फ्राई हुँदैछ। यता हाम्रो फ्राई गरिसकेको छु। यता पनिर पनि फ्राई भइसकेको छ हाम्रो। आलु पनि भइसक्यो, यता पनि यो पनि भइसक्यो। अब हाम्रो यहाँ हाम्रो मसला पनि रेडी भइसक्यो लगभग। मसलाहरू पनि रेडी अवस्थामा यहाँ हाम्रो प्याजहरू पनि रेडी हुँदैछ। सबै टमाटर, प्याज, हरियो खुर्सानी सबै आन्टीले सहयोग गरिरहेछ हामीलाई। यो हाम्रो आन्टी यस्तो हाम्रो गरिरहेछ सबै। यसो फेरि भने यसमा जिरा, तेजपत्ता र सुकेको खुर्सानीहरू एकछिन फ्राई गरेर त्यसपछि यसमा अब प्याज हाल्ने। उता हाम्रो आलुहरू सबै फ्राई भएर रेडी भइसक्यो। पनिरहरू सबै रेडी भइसकेको छ। मसलाहरू पनि रेडी छ हाम्रो। पानी पनि बोइल हुँदैछ, पानी पनि भइसकेको छ। अब यसमा हामीले प्याज पनि हालिसक्यौँ। प्याजलाई अब एकछिन रातो नभएसम्म फुट्ने हो मजाले। एकछिन भुटेपछि यो मजाले पाकेपछि त्यसपछि फेरि यसमा के गर्ने भने हामी पनिर हाल्ने हो, मसलाहरू हाल्ने हो, आलुहरू हाल्ने हो। त्यसपछि यसमा अलिक दही पनि हाल्ने हो। टमाटरहरू पनि हाम्रो रेडी भइसक्यो। मसलाहरू पनि पुरै रेडी भइसकेको छ अवस्थामा। अब फेरि हामीले के गर्यो भने यसमा मसलाहरू अदुवाको पेस्ट, लसुनको पेस्ट, टमाटर, हरियो खुर्सानीको पेस्ट हालिसक्यो। अब यसलाई एकछिन हामी मजाले भुट्ने हो। अनि भुटेपछि मजाले रातो भएपछि त्यसमा खुर्सानीको धुलो अनि त्यसपछि यसमा थोरै मिक्स मसला, हल्दी, नुन सबै हालेर अनि एकछिन मजाले भुट्ने हो हामीलाई। अब के भन्छ भने हाम्रो यहाँ मसलाहरू पाकिसकेको छ, मजाले रेडी भइसकेको छ। अब यो एकछिनमा हामी यसमा पानी हाल्ने हो। यस्तो खाएपछि हुन्छ त। अनि यहाँ हाम्रो के छ भने साग पनि हामीले काटिसकेको छौँ पनिरको लागि। यो मसलामा अहिले के गर्यो भने हामीले साग, राईको साग र दही हालेर एकछिन यसलाई हामी भुट्छौँ। एकछिन भुटेर मजाले त्यसपछि यसमा हामीले के गर्छौँ भने आलु हाल्ने हो। अनि त्यसपछि पनिर हालेर एकछिन भुट्ने हो मजाले। अनि त्यसपछि हाम्रो अब यो साग पनि लगभग पाक्न आँट्यो। साग पनि मसलामा मजाले साग पाकेपछि यसमा मैले के गरेँ भने आलु हालेँ। अब आलुलाई एकछिन मिसाउने मजाले। आलुलाई एकदम मसलामा मिलाएर एकछिन भुट्ने। त्यसपछि यसमा के गर्ने भने हामी पनिर हाल्ने। यसमा यसरी पनिर हालेर पनिर पनि हाल्यो। अब पनिर पनि यसलाई अब एकछिन चलाउनुपर्छ मजाले। अनि चलाएर मसला मजाले भुटेर लागेपछि यसमा के गर्नुपर्ने भने एकछिन मस्त भुटेर के गर्छ भने अलिक के रातो भएपछि त्यसपछि यसमा तातो पानी हालेर उमालेर अनि त्यसपछि हाम्रो पनिर के हुन्छ भने पाक्छ। अनि त्यसपछि हामी खाने हो। आजको लागि हाम्रो पनिर सब्जीको डिस यस्तै छ। यो अनुसारले भइरहेछ हाम्रो। अब हाम्रो के छ भने पनिर लगभग रेडी भइसक्यो। हामीले यसमा झोल हालिसकेछौँ। झोल हालेर लगभग यसलाई अब उमाल्ने एकछिन। उमालेपछि यो हाम्रो पनिर सब्जी आजको लागि रेडी हुन्छ। यो आज हाम्रो पनिरको सब्जी। लगभग हाम्रो पनिरको सब्जी पाकिसक्यो, रेडी भइसक्यो आजको लागि पनिर। यो हाम्रो आजको लागि यही भइसकेको छ हाम्रो रेडी। यहाँ हाम्रो खिराहरू पनि रेडी भइसकेको छ काटेर। पनिरको सब्जी रेडी भइसक्यो आजको लागि। यो हो पनिर हाम्रो। यस्तै भिडियो हाम्रो आउँदै गर्छ। यसलाई फरवार्ड गर्दै गर्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु। यस्तै हो।
आजको लागि डिस हाम्रो पनिरको सब्जी।